हेलो यति बेला चाहिँ हामी अब यो मोर्क बजारदेखि शिवालय गाउँपालिकातिर प्रस्थान गरिसकेका छौँ। यो नेचुरल बाटो हेर्नुहोस् त, प्राकृतिक रूपमा बनेको एउटा हरियाली छ यति बेला। अहिलेसम्म त पिच रोड रहेछ, अलिक पछाडि चाहिँ सायद आउँछ होला अलिअलि खाडलखुडल कस्तो छ बाटो पनि। हामी यो यात्रामा छौँ, तपाईँहरू पनि यो यात्रामा सँगै हुँदैछ। ठ्याक्कै हामी पक्की बाटो छोडेर चाहिँ कच्ची बाटोमा आइसकेका छौँ। कच्ची बाटो लागेको छ यहाँबाट, हेर्न सक्नुहुन्छ त्यहाँको भिडहरू जतिसम्म भिड देखिन्छ। ट्याक्कै कच्ची बाटो प्रस्थान गर्दै गर्दाखेरि चाहिँ तल एउटा खोला छ, हामी देख्न सक्छौँ। यो चाहिँ शिवालयको प्रस्थान गर्दै गर्दा देखिने दृश्य हो। बर्खाको समय छ यति बेला होइन, हामी यो हरियाली समय छ, असारको समयतिर पानी परेर हुन्छ, पानी जम्मा भइरहेको हुन्छ। हाम्रो बाटो छ, कुर्को बाटो छ होइन, तर त्यति धेरै बिग्रिया रहेन, त्यही रहेनछ अहिलेसम्म, बाटो ठिकै रहेछ। तर पनि यो गाउँपालिका जाने बाटो, गाउँपालिका जाने बाटो सहज हुनुपर्छ होइन। आम नागरिकहरू दैनिक रूपमा आवाज भएको बाटो अलिक सहज हुनुपर्छ भन्ने चाहिँ लाग्छ मलाई। बाटोको अवस्था अलिक गम्भीर छ। हामी अब शिवालय गाउँपालिकाको नजिक नजिक आउँदैछौँ। निकै अप्ठ्यारो बाटो छ होइन, झन् हल्लाइराखेको छ, निकै गाह्रो अवस्थामा भएका छौँ हामी। त्यो पालिकासम्म पुग्ने बाटो सहज हुनुपर्छ भन्ने चाहिँ हाम्रो केही समय पछाडि हामी अलिकति यहाँका स्थानीयसँग पनि कुराकानी गर्छौँ। यसरी चाहिँ यहाँ अझै पनि देख्न सक्नुहुन्छ, यो बाटो चाहिँ निकै अप्ठ्यारो छ। यहाँ एक गाडी बाइक अर्को गाडी चाहिँ क्रस गर्ने बाटो छैन। हामी बाइकलाई पनि छिर्न नसक्ने बाटोमा आएका छौँ। यहाँ चाहिँ यो पालिका प्रवेश गर्ने रोड हो है। एकछिनपछि शिवालय गाउँपालिका देख्न सक्छौँ। बर्खाको सिजन लागिरहेको छ। यहाँ चाहिँ शिवालयमा चाहिँ धान रोप्ने सिजन चलिरहेको छ। यहाँ तल हेर्न सक्नुहुन्छ, यसरी चाहिँ धान रोप्ने जग्गाका प्लटहरू यसरी छुट्याइएको छ। यहाँ खेतभरि चाहिँ धानको बिउ र लाम्मे छ। यस्तो बाटो छ, यहाँ गाडीलाई निकै चाहिँ गाह्रो छ। यसरी हामी ओह्रालोको यात्रा गरिरहेछौँ। यसमा चाहिँ ब्रेकले काम नगरे हाम्रो यहाँका खेतका प्लटहरू यति साना साइज छन्, यहाँ रोप्न लाग्नु भएको छ। यसरी देख्नुहुन्छ, यहाँ चाहिँ ओह्रारमा चाहिँ बाख्रा गाईबस्तु हुने गरिन्छ। गाउँ बस्ती शिवालय गाउँपालिका लगभग पुग्ने